के बदमानी गरिँदैन आयो अचेको जमाना मलाई अब बोल्नु जान्दिनँ अनि के बोल्नु अनि के गर्नु त कता हो नाति आउँदैछ कुद्दै कुद्दै आउँदैछ भिडियो खोइ आमा खोइ आयो यता गर्नु न घुमा मोबाइल हो ओ नाति आउँदैछ है कुद्दै कुद्दै हो यस्तो गर्नु कुद्दै कुद्दै आउँदैछ सिकाइदिनु भयो चाहिँ क्या हो नानीहरूले सिकाइदिएर त हामी जान्दैनौँ न त के गऱ्यो भने नराम्रो भयो हालिन्छ क्या तपाईँ उहाँ आन्टीसँग निकै गफ गर्नु भयो नि होइन गरिसकिहाल्यौँ गफहरू अलिअलि भएको जमानाको कुरा चल्यो क्या निकै राम्रो कुरा भयो त तपाईँ म यता मासतिर गएँ मजाले आएछ पसिना मेरो आयो त मजाले आयो अनि उकालोमा कुद्यो भने त्यो उकालो ठाडो उकालै उकालो मात्रै आउने फेरि जाने मरेर जाने फेरि तल जाने के अरे तपाईँ त जाने होइन जाने अब घरमा रात पर्यो घरमा होइन उता पूर्व चाहिँ जाने हो अब तपाईँ जाने घरमा पो जाने भन्ने पूर्व जाने अन्त अब जानुपर्छ अब यता बसेर हुँदैन के गर्नु त अब तराईको गर्मी खाने जाने है तराईमै नै जानुपर्छ होला अब पछि जाडोमा आउनुहुन्छ होला जाडोमा आउनुपर्छ अब चिसोमा अब गर्मीमा जानु हुँदैछ कि नि उल्टो भयो नि त अनि हाम्रो आन्टीको नाम के हो कति वर्ष भयो हजुरले यहाँ चटपटे यो व्यवसाय गर्न थाल्नुभएको 2 वर्ष हुन लाग्यो हजुरको बसोबास चाहिँ कता आन्टी ए यहाँबाट तल त होइन हजुर पसल अनि भित्र जाने भित्रको बनाएको छ नि हजुर 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 ए अनि मेरो चाहिँ भित्र अलि भित्र बनाएको के घर चाहिँ बाटोतिर आउँछ भनेर के गफ गर्नुभयो आन्टी हाम्रो बोजसँग के गफ भयो तपाईँहरूको के गफ भयो भने पुरानो गफ गरे है बाजेहरूको पालामा जग्गा कति कति छ भनेर सोधेको थियो सोध्नु भयो बोजूले पनि मैले पनि सोध्न त सोधेको अब हाम्रो पहिले त के होला अब बाजेहरूले अहिले जग्गा कति चलेको छ आन्टी यो ठाउँ माथि यो बाटोको त 35 यो बाटोको चाहिँ 35 यो माथि चाहिँ 24 25 ठिकै हो बाटोको यो बाटोको चाहिँ 35 कट्ठाको आनाको राम यो ठाउँलाई के भन्छ आन्टी सापाटार ठ्यापा साकाटार अनि यता चाहिँ गाम्छा पर होइन गाम्छा यता गएपछि फेरि कौडल आउँछ कौडल पछि फेरि गाम्छा आउँछ ए कौडल अनि गाम्छा हजुर सापाटार यो ठाउँ पनि राम्रो त राम्रै छ सापाटार एरिया पनि यो भाइरल नि यो भाइरल रोड यतातिर बाटोले भाइरल भइसक्यो त्योबाट यता मान्छे सबै घुम्न आउँछ नि मान्छे धेरै आउँछन् घुम्न ऊ हेर्नु न आमा पानी मिल्छ यता झन् हावापानी राम्रै छ तर पानीको चाहिँ कस्तो सुविधा छ कि छैन पानी पनि अहिलेसम्म त हामी किनेर खानु पर्दैन छैन हो लुगा धुने पनि त्यही खानेपानी पनि आइबस्छ होइन थुनेर राख्नुपर्छ ट्याङ्की बनाएको छ मूलको पानी मन त मूलको पानी ऊ यहाँ पनि छ स्कुलनिर ऊ त्यहाँ पनि धारा छ यता 2टा 3टा छ अनि चिसो पानी आउँछ अहिले चाहिँ अनि भोलि पर्सि त्यो जाडो महिनामा चाहिँ तातो आउँछ उम्रेको पानी यता पनि 2टा छ धारा तातो अहिले चाहिँ चिसो आउँछ फेरि अब यो डाँडाले के भन्छ आन्टी
जगडोलको डाँडा भन्छ होइन? जगडोलको डाँडा होइन, पुतली डाँडा भन्छ। ए पुतली डाँडा। अब त्यो पुतली डाँडालाई पनि पिकनिक स्पोट बनाउन लागेको छ है घेरेर। त्यो पनि बनाउन लागेको छ, त्यहाँ माथि मन्दिर पनि बनाउन लागेको छ। के मन्दिर हो खास गरी? खै के मन्दिर बनाएको छ थाहा छैन त्यहाँ। ठुलो मन्दिर भन्छ अहिले बनाएको छैन। ठुलो मन्दिर, ठुलो मन्दिर। त्यही भएर सिडी उहाँ लगेको होला है, सिडी लगेको। सिडी लागेको छ नि दुईटैबाट। अब इन्ट्री यहाँ फी सिस्टम हुन्छ होला, पैसा तिर्ने सिस्टम। त्यही त हो नि, त्यो घेर्नु पर्यो अनि अहिलेसम्म त पैसा पनि तिर्नु पर्दैन, त्यो भएर सबैजना घुम्न आउँछ कि जङ्गलमा छ नि। त्यहाँ गान्छामा गान्छा छ, गान्छादेखि सबै एकैचोटि हो। जैते पुनी भन्छ, एकै पुनी गान्छा, भन्छ, चुनिखेल सबै हो त्यहाँ कप्पर, टुसाल, टुपेक अनि यता जगडोल अनि उता त्यो हात्तीगौडातिर नारायणथान सबै एकै एकैचोटि। अनि के अरे कृष्णको के पो भन्नुभयो साँच्चै? गणेश मन्दिर। ए गणेश मन्दिर कहिले हुन्छ? 30 गतेदेखि होला। 30 गतेदेखि जात्रा निकाल्ने? जात्रा देउता खट नै बोक्छ कि। ए ठाउँमा हुने होला कि होइन? गान्छामा हुन्छ, सुनखेलमा पनि हुन्छ, ठाउँमा हुन्छ। एकै दिन हो कि पालै पिलो गर्ने? एकै दिनमा। एकै दिनमा हो। पहिलेबाट अब थाहा भइहाल्छ नि है। गणेश भवनको त मन्दिरमै हुन्छ बोजू, सेलाइँदैन। हाम्रो त लामो पो गफ भयो, भिडियो त लामो पो हुने रहेछ। ल त है आन्टी, अब म त आइरहेको छु यता कुद्न। आन्टीलाई त देखिरहेको। मैले त देखाएको छ भाइलाई, अर्को भाइलाई पनि है। ल बाई बाई भनिदिनु न त नि। ल आन्टीले पनि बाई बाई भनिदिनु। ल बोजू बाई बाई, फेरि भेट्दै गरौँला भन्नु उता बहिनीले। मजा लाग्दो रहेछ के यतातिर, उहाँलाई यतातिर आउन चाहिँ एकदम मजा आउँछ। राम्रै आउँछ आन्टी, राम्रै आएको छ होइन? अलिअलि आउँछ कि धेरै आउँदैन। ल बोजू र मेरो रनिङ पश्चात अब आन्टीलाई पनि बिदा मागेर अब हामी यहाँबाट लाग्ने छौँ। के कसो बोजू? आन्टीसँग आन्टीले मजाले गफ गर्नु हुँदो रहेछ होइन? अहिले हामी तलतिर जाँदैछु। आहा अब भर्खर भयो भने भोलि जाम्ला नि त के कसो है? भोलि बोजू र नाति अब यसो छेमाहरूलाई भनेर, अङ्कलहरूलाई भनेर भोलि जाम्ला नि त। तपाईँको छोरी क्या, तपाईँको छोरीलाई भने मिनाक्षीमा अहिले हामी टुपेक एरियातिर बोजू नाति आयो। टुपेक हो, टुपेक चुनिखेलबाट यहाँ टुपेक छिर्दैछु हौ। यस्तो छ है यो उता चोकबाट राम्रो ठाउँ छ। आज बोजूलाई के कसो बोजू मजा आइरहेछ? नयाँ ठाउँ यसो घुम्नुपर्छ नि। के कसो आज नाइट सफारी बोजूलाई? नाइट सफारी यहाँ दर्शन गर्नुहुन्छ? लो अरे जानु न, उत्रिनु न, रोकेर आउनुहोस् त बिस्तारी। ल पर्दैन होला। ल हाम्रो काल भैरव ढोक्नु मजाले टक्कसँगले। ऐतिहासिक गाउँ टुसाल। यस कम्युनिटी मलाई राम्रो लाग्यो। यो जस हाम्रो यो
यतातिरको म कुद्दै आउँछु कि यो एरियातिर आज त स्कुटर लिएरै कुद्न यो एरियातिर कुद्न आउँछु अनि एकदम राम्रो लाग्छ क्या यो यतातिरको कम्ती देखेर मलाई एकदम म पनि दर्शन गरिहालौँ न त यार किन बोजूले जुत्ता लगाएर जुत्ता खोलेर जानु भएपछि अनि जुत्ता खोलेर जाऊँ न हो नमस्ते ल बोजू जाऊँ मेरो पनि भगवान्सँग दर्शन भयो ढोक भेट छोटो मिठो अब बोजू नाति फेरि ल ल 1 2 धर हाम्रो बोजू धर हुनुहुन्छ अलिकति भगवान्ले हाम्रो बोजूको लामो आयु राखिदिनुहोस् हैन बोजूको पनि इच्छा सोचेको पुरा होस् है बोजू हैन सबै पसलहरू छ मासु पसलदेखि लिएर अँध्यारो आयो ल अब चाहिँ केही पनि देखिन्न अब बाई बाई सी यू इन नेक्स्ट भिडियो गाइज साथीहरू है थ्याङ्क यू फर वाचिङ ल बाई बाई भनिदिनु बोजू बाई 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 बाई